Good morning, my dear listeners. I hope you all are doing well. I'm also fine here. From long time ago, I wanted to make this video, and now I am doing it. The life story of Marie Antoinette. I'm sure you all will enjoy it too. Marie Antoinetteको life story एकदम interesting र tragic पनि छ. She became a controversial figure in history. उनको बाल्यकाल कस्तो थियो त? उनको जन्म नोभेम्बर 2, 1755 त्यो भनेको आजभन्दा 271 वर्ष पहिले भियनाको हफबर्ग प्यालेसमा भएको थियो र उनको जन्मदाताको नाम म्यारी एन्टोनिया जोसेफा जोआना थियो। उनी अस्ट्रियाका त्यतिबेलाका साम्राज्ञी मरिया थेरेसाका 16 वटा सन्तानहरू मध्येका 15औं अर्थात् सेकेन्ड लास्ट छोरी थिइन्। उनका बुवा फ्रान्सिस द फर्स्ट त्यतिबेलाको होली रोमन साम्राज्यका सम्राट थिए। सम्राट र साम्राज्ञीका 16औं मध्ये 15औं सन्तान भएको हुनाले उनको बाल्यकाल एकदम केयरफ्री वेमा बितेको थियो। मानिसहरूको उनीप्रति त्यति ध्यान गएको थिएन किनभने त्यत्रो बच्चाहरू मध्येको एउटा बच्चा न थिए उनी। यिनीहरूका यी 16 जना सन्तानहरू मध्ये 10 जना मात्र वयस्क हुँदासम्म बाँच्न सफल भएका थिए। तर एउटा राजघरानामा जन्मेको बच्चा भएको हुनाले उनलाई सानैदेखि उचित शिक्षा दीक्षा दिएर एकदम सुखशयलमा हुर्काइएको थियो। यी राजकुमारीलाई राजमहलमा कतिपयले म्यारी एन्टोइन भनेर बोलाउँथे भने कतिले म्यारी एन्टोनेट। र सम्पूर्ण ह्याब्सबर्ग रोयल लिनेजमा हेर्दाखेरि उनकी आमा साम्राज्ञी मरिया थेरेस पनि आफ्नो शक्ति, बुद्धिमानी, राजनैतिक र कूटनैतिक सिप र गुणहरूले गर्दा त्यतिबेलाका सेलिब्रेटेड क्वीन्स अफ युरोपमा आफूलाई पनि उभ्याउन सफल भएकी थिइन्। उनकी 15औं सन्तान म्यारी एन्टोनेट यस्तो राजघरानामा जन्मिएकी यी सानी बच्चीको भाग्यमा विधाताले यस्तो गजबको कथा लेखेर पठाएको रहेछ कि उनी कालान्तरमा गएर वान अफ द फेमस वुमेन इन हिस्ट्री बन्न पुगिन्। र उनको जीवन कथा पढेर छक्क नपर्ने सायदै कोही होला। उनको जीवन कथाले धेरै मानिसलाई दुखी बनाउँछ भने उनको जीवन कथाबाट हामीले धेरै कुरा सिक्न सक्छौं। म्यारी एन्टोनेट जन्मेको समयमा युरोपमा चारैतिर डिप्लोमेटिक र जियोपोलिटिकल टेन्सन चलिरहेको थियो। अस्ट्रियाले फाइनली त्यस्तै 10 वर्ष अघि आफूले गुमाएको कतिपय राज्यहरू फेरि हत्याउन सफल भएका थिए, तर अझै पनि फिर्ता पाउन बाँकी अन्य राज्यहरू छँदै थिए। जस्तै कि सलेजिया अझ पनि अस्ट्रियाको शत्रु प्रसियाका सम्राट फ्रेडरिक द ग्रेटकै नियन्त्रणमा थियो। जब प्रसियाले इङ्ल्यान्डसित मिलेर एक आपससित ट्रिटी गरे तब अस्ट्रिया डरायो र फ्रान्ससित नजिकिने विचार गर्यो। वास्तवमा अस्ट्रियाको फ्रान्ससित पनि धेरै पहिलेदेखि त्यति राम्रो सम्बन्ध थिएन। त्यसैले अस्ट्रियाको सम्राट फ्रान्सिस द फर्स्टले फ्रान्ससितको सम्बन्धलाई मजबुत बनाउनका निम्ति आफ्ना 6 वर्षीय छोरी म्यारी एन्टोनेटको विवाह फ्रान्सका सम्राट लुई 15 का नाति लुई अगस्ट ड्युक अफ पेरिससित गराइदिने निर्णय गरे। तर उनको यो सपना आफ्नी छोरी म्यारी एन्टोनेट 12 वर्षको र ड्युक लुई अगस्ट 13 वर्षको हुँदा बल्ल सफल भयो। ड्युक लुई म्यारी एन्टोनेट भन्दा 1 वर्षले मात्रै जेठा थिए। भन्नुपर्दा म्यारी एन्टोनेट एउटा एकदमै अनलकी चाइल्ड थियो किनभने उसको जन्म नै एउटा एकदम अनलकी डेमा भएको थियो, जुन दिनलाई विभिन्न क्याथोलिक ट्रेडिसन अनुसार ऑल सोल्स डे अथवा द डे अफ द डेड भनिन्थ्यो। अनि त्यस दिनलाई मरेकाहरूको दिनको रूपमा मनाइन्थ्यो। त्यसैले त्यस दिनलाई अ डे अफ मोर्निङ अफ द डेथ पनि भनिन्थ्यो। त्यसैले दरबारमा एन्टोनेटको जन्मदिनलाई उसको जन्मदिनको एक दिन अगाडि मनाइन्थ्यो, जुन दिनलाई क्याथोलिक ट्रेडिसन अनुसार ऑल सेन्ट्स डे को रूपमा मनाइन्थ्यो। एन्टोनेटको जन्मदिन मात्रै अशुभ थिएन कि त्यस दिन पोर्चुगलको लिस्बनमा एउटा ठूलो शक्तिशाली भूकम्प गएको थियो, जसले गर्दा त्यहाँ 30,000 भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। एन्टोनेटका बाबुआमाले पोर्चुगलका राजा रानीलाई आफ्नी छोरीका गॉड पेरेन्ट्सको रूपमा चुनेका थिए र उनीहरू एन्टोनेटको क्रिस्चियनिङ सेरेमनीमा जुन क्याथोलिक ट्रेडिसन अनुसार बच्चा जन्मेको 3 दिनमा गरिन्थ्यो, त्यस दिनमा चर्चमा बच्चाको ब्याप्टिजम गर्दा यी राजा रानी बच्चीको गॉड पेरेन्ट्सको रूपमा भियनामा आउनुपर्ने थियो।
तर बच्ची जन्मेको दिन आएको ठूलो भूकम्पले गर्दा ती दुवै राजा रानी आफ्नो देश छोडेर भाग्नु परेको थियो। तर त्यति बेला अहिले जस्तो सजिलै कम्युनिकेसन अथवा सञ्चार गर्न सकिने कुरै थिएन। त्यसले गर्दा पोर्चुगलका यी राजा रानी भियना आउनै सकेनन् र प्रक्सीमा जसलाई राखिएको थियो उनीहरूद्वारा यो काम गरिएको थियो। म्यारी एन्टोनेटको बाल्यकालको प्रारब्धमा घटेका यी केही घटनाहरू त्यति शुभ देखिँदैनथे, तर पनि यी कुराहरूलाई कसैले पनि सिरियसली लिएका थिएनन्। त्यसपछिको उसको बाल्यकाल रमाइलोसित बितेको थियो र यी अस्ट्रियन राजा रानीका 16 जना सन्तानहरू मध्ये सिर्फ 10 जना मात्रै वयस्क हुँदासम्म बाँच्न सफल भएका थिए। यी सानी राजकुमारी म्यारी एन्टोनेटका 15 जना सिब्लिङ्सहरू थिए। तीमध्ये 5 जना बाहेक अरू सबै सिब्लिङ्सहरू अर्थात् उसका दाजु र दिदीहरू उनी भन्दा 20 वर्ष माथिका थिए र उनकै हाराहारीका 5 जना दाजु र दिदीहरू भने उनका खेल्ने साथीहरू अथवा प्लेमेट्स र स्कुल रुम कम्प्यानियन्स जस्तै थिए र उनीहरू सँगसँगै रमाइलोसित हुर्कँदै थिए। यी 5 जना बच्चाहरू एक आपससित एकदम क्लोज थिए। यी सबै भाइ बहिनीहरू एक आपसलाई एकदम माया गर्ने भए तापनि आफ्नो जीवनकालमा म्यारी एन्टोनेट आफूभन्दा 3 वर्ष जेठी आफ्नी दिदी चार्लोटसँग र सबैभन्दा जेठा दाजु जोसेफ सेकेन्ड, जो त्यति बेलाका होली रोमन अम्पायरका उत्तराधिकारी थिए, यी दुईजनासित एकदम क्लोज थिइन्। उनका यी दाजु जोसेफ उनीभन्दा धेरै नै पाको उमेरका थिए र उनलाई आफ्नो छोरीलाई जस्तै माया गर्थे र उनी एकदम समझदार पनि थिए। यी सबै बच्चाहरू आफ्नी आमा मरिया थेरेसा सित एकदम डराउँथे, किनभने उनी आफ्ना बच्चाहरूलाई माया गर्नुका साथै उनीहरूसित एकदम स्ट्रिक्ट पनि थिइन्। एउटी अस्ट्रियन केटी कसरी अस्ट्रियामा जन्मेर पनि एउटा अर्कै राज्य फ्रान्सको सबैभन्दा हेटेड वुमेन बन्न पुगिन् त? यो कुरा बुझ्नको निम्ति हामीले उसको बाल्यकालतिर हेर्नै पर्छ। उनी त यस अवस्थाको निम्ति जन्मदैदेखि स्टेप बाई स्टेप यस दुरावस्थाको निम्ति पिस बाई पिस म्यानुफ्याक्चर गरिएको एउटा नाजुक पुतली अथवा एउटा कठपुतली जस्तो थियो उनको जीवन। उनलाई जन्मदैदेखि त्यस अवस्थाको निम्ति तयार पारिएको थियो। त्यति बेला 1750s तिरको कुरा हो। त्यति बेला युरोपका जति पनि साना ठुला राज्यहरू थिए तिनीहरूको टेरिटरी आपसी युद्ध, शत्रुता, मित्रता र सम्झौताहरूले गर्दा समय समयमा फेरबदल भइरहन्थे। राज्यको टेरिटरी अथवा क्षेत्रको घटबढ सँगसँगै त्यहाँका राजाहरूको पावर, प्रेस्टिज र पोजिसनमा पनि फेरबदल भइरहन्थ्यो। राज्यहरूको सर्भाइभलको निम्ति नै एक आपससित एक किसिमको ब्रुटल कम्पिटिसन भइरहन्थ्यो। यहाँका स्टेटहरू बीच एउटा चेस गेम नै हुन्थ्यो। सबैले एक आपसलाई चिट गर्न खोजिरहेकै हुन्थे, ठ्याक्कै चेस गेममा जस्तै। अनेकौं दाउ पेच लगाएर सकिन्छ भने केही, होइन भने एक स्टेप भए पनि अघि बढ्ने, अर्काको इलाका कब्जा गर्ने, एकलाई हटाएर उसको पोजिसनमा आफू बस्ने, आफू स्थिर बसेर आफ्नो वरिपरिको पोजिसनलाई स्ट्रङ बनाउने र कहिलेकाहीँ सुपर पावर हासिल गरेर शत्रु राज्यको राज्याधिकारलाई सिधै गएर चेकमेट गर्ने। त्यसैले एउटा भनाइ पनि छ, एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार। आफ्नो पावर, पोजिसन र प्रेस्टिजलाई बरकरार राख्न जस्तो रणनीति र कूटनीति पनि अपनाउने। त्यति बेलाको राज्य सत्ताहरू यसरी नै चलिरहेको थियो। त्यति बेला कुन देशको राजाले कससित बिहे गर्यो, कुन जेनरलले कुन चाहिँ युद्ध जित्यो, कुन देशको उब्जाउ त्यस वर्ष सबभन्दा बढी भयो, यी सबले मायना राख्थ्यो। एउटा रङ स्टेप, एउटा रङली एडभाइस्ड अलायन्स वा सम्बन्ध, एउटा अप्ठ्यारो किसिमको मृत्यु, यी कुनै पनि कारणले एउटा राज्यको डाइनेस्टीलाई नै खत्तम गर्न काफी थियो। एकातिर भन्नाले माथिल्लो वर्गमा यस्तो थियो भने अथवा मजदुर र किसान वर्गको अवस्था यो भन्दा पनि साह्रै दयनीय थियो। ती धनी अरिस्टोक्र्याट्स र एलिट्सहरूको निम्ति विभिन्न शारीरिक श्रम गरी आफ्नो हड्डी घोट्दा घोट्दै बुढाबुढी भएको
थाहै हुँदैनथ्यो। उनीहरूको सारा जीवन नै बाँच्नको निम्ति सङ्घर्ष गर्दा गर्दै बित्थ्यो। किसानहरूको पनि आफ्नो बाबु बाजे अझ बराजु समेतले खनजोत गर्दै आएको जमिन जोत्दै र स्याहार्दै उनीहरूको जीवनलीला समाप्त हुन्थ्यो। जीवनमा कहिले नदेखेका, नभेटेका र नामै नसुनेका लर्ड्सहरूलाई ट्याक्स तिर्दै र त्यसमा पनि आधीभन्दा बढी त आजभोलि सामान्य मानिने विभिन्न रोगहरूले गर्दा नै अकालमै भगवानको प्यारो बन्नु पर्थ्यो। त्यति बेला 1755मा औसत गरिब किसान र मजदुर वर्गका मानिसहरूको लाइफ एक्सपेक्टेन्सी भनेको त्यस्तै 35 वर्षको मात्रै थियो। त्यो पनि यदि उनीहरू लक्की साबित भएमा, धेरै जसो त यो उमेरभन्दा पहिले नै मर्थे। किसान वर्गले पनि आफूले दुःख गरी उब्जाएको अन्न समेत आफ्नो मालिकले चाहेको मात्रामा मात्र आफूसित राख्न पाउँथे, बाँकी सबै मालिकलाई बुझाउनु पर्थ्यो। राजनीति र देशको बारेमा त कुरै छाड्थ्यौं, आफ्नै व्यक्तिगत जीवनमा आफूलाई चित्त नबुझेको कुरा समेत सरकारको सामुन्ने राख्न वर्जित थियो। जतिसुकै चित्त नबुझे पनि आफू र आफ्नो परिवार माथि जतिसुकै अन्याय र अत्याचार भए तापनि आफ्नो मालिकको सामुन्ने एक शब्द पनि बोल्ने आँट हुँदैनथ्यो। सबै कुरा सहेर मरेर जानु बाहेक अरू कुनै उपाय नै थिएन गरिब जनताहरूको लागि। यहाँ भनिएको छ कि बैठकमा राखिएको फर्निचरले सजावटको बारेमा केही बोल्न सक्छ र उनीहरू त जुन ठाउँमा र जहाँ जसरी राखिन्छ चुपचाप त्यसरी नै बस्ने हो भनेसरी जीवन थियो गरिब जनताहरूको। उनीहरूसित अधिकार नामको कुनै कुरै थिएन। सम्पूर्ण युरोपियन हिस्ट्रीमा अस्ट्रियाको ह्याब्सबर्ग डाइनेस्टी भनेको त्यति बेलाको सबैभन्दा पुरानो र पावरफुल रोयल फ्यामिली थियो। युरोपको आधीभन्दा बढी भूभागमा यिनीहरूको राज थियो। अस्ट्रिया, हंगरी, बोहेमिया, इटलीका केही भागहरू, द स्पेनिश नेदरल्यान्ड्स र केही समयको निम्ति पुरा स्पेन समेत। उनीहरूको फ्यामिली मोटो नै थियो, वाइ कन्कर वेन यु क्यान म्यारी। यदि बिहे गरेर आपसी सम्बन्ध सुमधुर बनाउन सकिन्छ भने युद्ध गरेर त्यस राज्यलाई किन जित्नु पर्यो र? यसरी अस्ट्रियाका रोयल ह्याब्सबर्ग्सहरू स्ट्राटेजिक म्यारेजको लागि एकदम फेमस थिए र राजकुमारी मेरी एन्टोनेटकी आमा म्याडम मरिया थेरेसा अस्ट्रियाकी एम्प्रेस र हंगेरी र बोहेमियाकी महारानी। उनी एउटा एकदम एम्बिसियस र रेस्पोन्सिबल मदर थिइन्। उनका बुवा त्यति बेलाका होली रोमन एम्परर चार्ल्स द सिक्स्थले 1713मा एउटा स्पेशल इन्टरनेसनल ट्रिटी गरेका थिए जसलाई प्र्याग्मेटिक स्याङ्सन भनिन्थ्यो, जस अनुसार छोराको अभावमा उनकी जेठी छोरी नै राज्यका उत्तराधिकारी बन्ने। यस ट्रिटी अनुसार उनका जेठी छोरी मरिया थेरेसा जो मेरी एन्टोनेटकी आमा थिइन्, आफ्ना बुवाको मृत्यु पश्चात अस्ट्रियाको हेरिडिटरी एम्प्रेस बनिन् अनि उनको बिहे बाबुले लरेन राज्यका अघिल्ला ड्युक फ्रान्सिस स्टेभन्ससित गरिदिएका हुनाले बाबुको मृत्यु पश्चात मरिया थेरेसा अस्ट्रिया, बोहेमिया र हंगेरीका पनि महारानी बनिन्। यसरी उनी सर्वे सर्वा रूपमा पावरफुल बनिन्। यता आफ्नो हस्बेन्डले इलेक्सन्सको माध्यमबाट होली रोमन एम्पररको टाइटल जिते र आफ्नो हस्बेन्ड त्यस्तो पावरफुल पोजिसनमा हुँदा पनि उनले यता पनि पुरा डिभोसन र रेस्पोन्सिबल बनेर राजकाजका हरेक क्षेत्रमा एम्पररलाई हेल्प गर्न छाडिनन्। उनी साह्रै नै एम्बिसियस र पावर मङ्गर थिए। आफू सुत्केरी भएर चाइल्ड बर्थिङ बेडमा हुँदा समेत उनी राज्यका महत्त्वपूर्ण स्टेट पेपर्सहरू पढेर त्यसमा हस्ताक्षर गरी इम्पोर्टेन्ट डिसिजन्सहरू आफै लिने गर्थिन्। उनका स्टेट म्याटर्समा एकदम रुचि थियो र त्यसमा सिरियस र डिभोटेड हुनुपर्छ र राज्यकर्ताले 1 मिनट पनि समय खेर फाल्नु हुँदैन भन्ने कुरामा विश्वास गर्थिन्। उनी आफ्ना छोराछोरीको हुर्काई बढाइमा एकदम ध्यान दिन्थे
र उनीहरूलाई समयमै उचित शिक्षा दीक्षा र सिप सिकाइ र रोयल कल्चर र एरिस्टोक्रेटिक एटिकेट्सहरू सिकाइनुपर्छ र हाई क्लास रोयल म्यारेजेसको निम्ति बौद्धिक र मानसिक रूपमा तयार पार्नुपर्छ भन्ने कुरामा अडान लिन्थिन्। उनी आफ्ना प्रत्येक सन्तानको बिहे उच्च राजघराना र खानदानमा गर्न चाहन्थिन् ताकि पछिसम्म पनि अस्ट्रियाको शक्ति र मान सम्मानमा त्यसले अझ इँटा थपोस्। उनका 16 जना सन्तानहरूमध्ये 10 जना वयस्क उमेरसम्म पनि जिउन सफल भएका थिए र उनको दरबारमा कुनै पनि सन्तानले आफू खुसी आफूलाई मन परेको व्यक्तिसित बिहे गर्न पाएनन्। आफ्ना प्रत्येक सन्तानको वर र वधु साम्राज्ञी आफै चुन्थिन् र बिहे पनि सानै उमेरमा त्यस्तै 12 देखि 14 वर्षको उमेरमा गरिदिन्थिन्। वर या वधुले एक आपसलाई देखेको सम्म हुँदैनथे। अझ उनीहरूलाई बिहे के हो र किन गरिन्छ भन्ने शुद्ध थाहा हुँदैनथ्यो। उनीहरूको खानदानमा कुनै शक्तिशाली राज्यसित मित्रता वा सम्बन्ध कायम गर्नको लागि कुनै प्रभावशाली व्यक्तित्वसित साइनो गाँच्नको निम्ति आफ्ना सन्तानहरूको बिहे उनीहरूका घरानाका सन्तान दर सन्तानसित गराइदिने चलन थियो। त्यसैले त्यति बेलाको राजघरानामा एउटा भनाइ अथवा उक्ति एकदम चलनचल्तीमा थियो, अस्ट्रियन ह्याब्सबर्ग्स बेला गेरान्ट allied to Felix Austria Nube, जसको अर्थ हुन्थ्यो Let others wage war, the happy Austria marry, अर्थात् अरू राज्यहरू युद्धमा व्यस्त हुन्छन्, हामी अस्ट्रियनहरू भने बिहेर मोज मस्तीमा। यसरी साम्राज्ञी मरिया थेरेसाले आफ्ना सन्तानहरूको बिहे उच्च राजघरानामा सिर्फ शक्ति, सम्पत्ति र सामाजिक पद, सम्मान र इज्जतको निम्ति मात्र गरिदिएकी थिइन्। उनका 2 छोरीहरू मरिया अमालिया र मरिया क्यारोलिना, जसलाई प्रिन्सेस शार्लोटको नामबाट पनि चिनिन्थ्यो, यी 2 राजकुमारीहरूको बिहे सिर्फ राजकीय पद, शक्ति र सम्पत्तिको निम्ति मानसिक सन्तुलन कम भएका र नैतिक रूपमा पतित अथवा एउटा क्यारेक्टरलेस व्यक्ति भए तापनि त्यस्तो व्यक्तिसित पनि गरिएको थियो। साम्राज्ञीलाई जसरी हुन्छ अस्ट्रियन डाइनास्टीलाई बलियो र सुरक्षित बनाउनु मात्र थियो। त्यसैले उनी भन्ने गर्थिन्, So long as she fulfills her duty towards God and her husband and earns her salvation, even if she is unhappy, I will be satisfied. मेरी छोरीहरूले बिहे गरिदिएको ठाउँमा भगवान र आफ्नो पतिको सेवा गरी उनीहरूलाई खुसी तुल्याई बिहेलाई बचाइराख्न सक्नु पर्यो। यति गर्न सकेमा यदि मेरा छोरीहरू त्यहाँ खुसी नै नभए तापनि म सन्तोष मान्ने छु। यसको मतलब उनलाई आफ्ना छोरीहरूको खुसीको कुनै परवाह थिएन। त्यसैले उसका छोरीहरूले साम्राज्ञी मरिया थेरेसालाई त्यति मन पराउँदैनथे र उनीहरू आमासित डराउँथे र मनमा नै उनलाई हेट गर्थे र आमाप्रति उनीहरूको भित्रैबाट रेस्पेक्ट थिएन। भनिन्छ कि म्यारी एन्टोनेटसित पनि आमाको त्यति राम्रो सम्बन्ध थिएन। साम्राज्ञी सधैँ आफ्नी छोरीको क्रिटिसाइज मात्र गर्थिन् र उसको आनी बानी र एटिट्युड आमालाई मन पर्दैनथ्यो। बरु म्यारी एन्टोनेटको सम्बन्ध आफ्ना बाबुसित पनि धेरै राम्रो थियो। सम्राट फ्रान्सिस द फर्स्ट आफ्नी स्वास्नी भन्दा कम्प्लिटली फरक खालको थियो। उनको मिजाज पनि श्रीमतीको भन्दा नरम खालको थियो। उनी राजकाजमा भन्दा बढी मोज मस्ती र मनोरञ्जनमा व्यस्त हुन्थे र उनलाई हन्टिङ, ग्याम्बलिङ र मिस्ट्रेसेसहरूमा बढी इन्ट्रेस्ट थियो। त्यसैले राजकाजको मामिलामा उनी स्वास्नीसित सल्लाह नगरी केही पनि काम गर्दैनथे र दरबारको हरेक कामकाजमा रानीको शक्ति र दबाव कायम रहन्थ्यो। राजा त्यति मतलब गर्दैनथे। उनी आफ्नै दुनियाँमा मग्न भएर बस्थे र समय समयमा आफ्ना छोराछोरीहरूसित क्वालिटी टाइम बिताउन भने दरबारमा आइरहन्थे। बच्चाहरू पनि बाबुको साथ पाउँदा दङ्ग परेर रमाउँथे। उनीहरूलाई आमाको त्यति मतलब थिएन, तर बाबुको कम्पनीमा भने एकदम खुसी हुन्थे।
बाबु पनि प्रत्येक टाइम दरबारमा आउँदा आफ्ना छोराछोरीहरूको हाल खबर बुझ्ने, उनीहरूसित समय बिताउने र उनीहरूलाई राम्रा अर्थी उपदेशहरू दिई ज्ञानगुणका कुराहरू सिकाउँथे। यस्तो राम्रो रोयल परिवारमा 16 जना बच्चाहरू मध्ये 3 जना स्मल पक्सका कारण इन्फेन्सी पिरियडमै बिते अनि रोयल फ्यामिलीका 6 जना क्लोज मेम्बर्सहरूलाई पनि 1760s तिर स्मल पक्स लाग्यो। त्यसमा एम्प्रेस आफै पनि थिइन्। त्यतिबेला मेरी एन्टोनेट र उनका भाइले स्मल पक्सको भ्याक्सिनेसन लिए नडराइकन। त्यतिबेला इनोकुलेट गर्नु अथवा स्मल पक्सको कीटाणुलाई बडीको सानो स्किनलाई काटेर दल्नु भनेको ठूलो रिस्क लिनु थियो। आज भन्दा 270 वर्ष जति अगाडि तपाई आफै सोच्नुस् न। त्यो समयमा उनीहरूले स्मल पक्सको भ्याक्सिनेसन गरेका थिए। यो स्वास्थ्यको निम्ति एकदम डेन्जरस पनि हुन सक्थ्यो। तर यो भ्याक्सिनेसनले गर्दा लक्कीली दुवै दिदीभाइ बचे, त्यो पनि काटेको ठाउँमा शरीरमा कुनै पनि दाग नबसिकन। तर उनीहरूभन्दा ओल्डर 3 जना सिब्लिङ्सहरू चार्ल्स, मरिया योहाना र मरिया युसुफा, यी 3 जना बच्चाहरूको 1760s तिर स्मल पक्सका कारण डेथ भयो। यो परिवारको निम्ति एकदम पीडादायक घटना थियो। त्यस्तै यस रोयल फ्यामिलीमा अर्को एउटा पनि ठूलो वज्रपात भयो। 1765 मा एम्परर फ्रान्सिस द फर्स्टको पनि स्ट्रोक र हार्ट अट्याकको कारणले मृत्यु भयो। जीवनको यस सबैभन्दा दुःखद घटनाले साम्राज्ञी मरिया थेरेसा एकदम शक्ड भइन्। आफ्ना 3 जना नाबालक बच्चाहरूको मृत्युले गर्दा विक्षिप्त बनेकी साम्राज्ञीको जीवनमा आफ्ना अत्यन्तै प्यारो पतिको पनि मृत्युले गर्दा उनको जीवन अन्धकार बन्यो र त्यसपछि साम्राज्ञीले आफ्नो जीवनकालभरि नै कालो वस्त्र मात्र लगाइन्। कालो रङको वस्त्र भनेको युरोपियन सोसाइटीमा मर्निङको कलर अथवा स्याड कलर मानिन्छ। यो उनीहरूको सोसाइटीमा एउटा विधुवीले लगाउने कलर हो। त्यति बेला मेरी एन्टोनेट खाली 9 वर्षकी मात्र थिइन्। उनका बुबा सम्राट फ्रान्सिस द फर्स्टले आफ्नो मृत्युको केही दिन अगाडि आफ्नो डायरीमा आफ्ना छोराछोरीहरूको निम्ति लाइफका केही भ्यालुएबल एडभाइसहरू लेखेर छोडेर गएका थिए, जुन पछि उनका सारा परिवार र बच्चा बच्चीहरूले पढ्ने मौका पाए। यो नै उनीहरूको निम्ति बुबाको लास्ट वर्ड्स अफ विस्डम अथवा लाइफ्स लास्ट एडभाइस थियो, जुन एकदम भ्यालुएबल थियो। त्यस दिन एम्परर इन्सब्रुक भन्ने ठाउँमा ओपेरा अथवा त्यस बेलाको नाटक हेर्न गएका थिए। ओपेराबाट फर्किँदा घोडाले तान्ने बग्गी अथवा रोयल क्यारेज भित्रै उनलाई स्ट्रोक र हार्ट अट्याक भएको थियो। यसले गर्दा उनको बाटोमै मृत्यु भएको थियो। मृत्यु हुनुभन्दा केही दिन अगाडि उनले परिवारको निम्ति यी कुराहरू लेखेर गएका थिए, जुन उनका छोराछोरीहरूका निम्ति उनको लास्ट एडभाइस साबित भयो। के थियो त उनको लास्ट एडभाइस? नम्बर 1 मा उनले लेखेका थिए, साथी बनाउँदा एकदम होशियारीपूर्वक सही मानिस छानेर मात्र मित्र बनाउनु, जो कोही व्यक्ति मित्रताको लायक हुँदैनन्। नम्बर 2, जो कोहीलाई सजिलै विश्वास नगर्नु। नम्बर 3, जिन्दगीमा ग्याम्लिङ भन्ने कुरा कहिल्यै नगर्नु। र लास्टमा नम्बर 4 मा उनले लेखेका थिए, जीवनमा धेरै मोज मस्ती नगर्नु र कसैसित पनि अनैतिक सम्बन्ध नराख्नु। सम्राटका यी आफैले लेखेर गएका कुराहरू परिवारका निम्ति लास्ट वर्ड्स जस्तै भए, तर ती एकदम भ्यालुएबल एडभाइस थिए, जुन आजसम्म पनि एकदम समय सान्दर्भिक छन्। यी कुराहरू उनले आफ्नै जीवनको भोगाइबाट सिकेको हुनुपर्छ। He must have learned all this from his own life experiences. धेरै हिस्टोरियन्सहरूले के भनेका छन् भने, बुबाका यी अमूल्य एडभाइस मेरी एन्टोनेटले आफ्नो जीवनकालमा पछि गएर फलो नगरेको हुनाले नै उनको अन्त्य त्यस्तो ट्र्याजिक र विभत्स रूपमा हुन पुगेको हो।
बुवाले ओपेरा जानु अघि आफ्ना सानी कान्छी छोरी म्यारी एन्टोनेटलाई तानेर आफ्नो छातीमा टाँसी हक गरेर निधारमा किस गरेर फेयरवेल गरी गएका थिए। छोरीको निम्ति जीवनमा यो नै बुवाको लास्ट किस र हक हुन गयो। अब म्यारी एन्टोनेटको हुर्काई बढाई भियनाको त्यस भव्य महलमा कसरी भयो र उनको बिहे फ्रान्सका राजकुमारसित कसरी र किन गरियो, यो सब म मेरो अर्को भिडियोमा भन्नेवाला छु। तपाईलाई यो मेरो भिडियो कस्तो लाग्यो मलाई कमेन्टमा भन्नुहोला र मेरो च्यानल पनि सब्स्क्राइब गरिदिनुहोला। प्लिज डोन्ट मिस माई सेकेन्ड भिडियो। बाइ बाइ एन्ड ह्याभ अ नाइस टाइम।